So hello guys, what's up? It's a new day, new vlog. So फेरि स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा. So guys, आजको हाम्रो भ्लग कति बजे सुरु हुन्छ हेरौँ न. बिहान 7 बजे देखि. So आज चाहिँ यो ट्रकले डिस्टर्ब हाने यार. So आज चाहिँ शनिबारको दिन हो. So एभ्री सटरडे हाम्रो चाहिँ फुटसलबाट स्टार्ट हुन्छ है. आज किन मैले भ्लग बनाउँछु भन्दाखेरि चाहिँ आज एकदम धेरै के भन्छ त्यसलाई कार्यहरु छ पाचा पक पके. र हाम्रो यहाँ रमन पा भेटेको छ बाटोमा. एकदम हाम्रो फुटसलको खतरा प्यान्टोनी हो, प्यान्टोनी होइन रियल ब्रिटिसमा एन्टोनी छ भने हाम्रो टिममा चाहिँ प्यान्टोनी छ है गाइस. सो गाइस अहिले चाहिँ हामी आइपुग्यौँ फुटसल. अहिले यहाँ चिया खान जाउँ. यहाँ हाम्रो यता प्यान्टोनी खेलाडीहरु एकचोटी देखाइदिए. हाम्रो यता विजेन एकदम राइजिङ स्टार हाम्रो टिमको. यता हाम्रो टिम क्याप्टेन. खै यता चाहिँ हाम्रो ओपोनेन्ट हो. तै पनि साथी नै हो ओपोनेन्ट हो पनि हैन. खोइ त टिम आएको छैन अनि आउँदैछ. टिमलाई कारबाही हान्नु पर्यो. यसरी ढिलो गरेर भएन नि. यसरी च्याको पैसा तिराउनु पर्यो. त्यही त च्याको पैसा तिराउनु पर्यो यार. त यता हाम्रो कोच हुनुहुन्छ. हो ल ल खोइ मध्यपुर मैजाजहरु फोटोबाट जाओस्. ल ल ल ल ल यहाँ मध्यपुर मैजाजहरुमा यहाँ गाइज हाम्रो अर्को भाइस क्याप्टेन भर्खर आइसकेको छ यहाँ. किन यति ढिला हो? अलवेज अन टाइम. ढिलो हुनेलाई कारबाही हुन्छ र आजदेखि थाहा छैन. थाहा छैन सुरु हुने 7:30 हो. ल गाइज अब हाम्रो हाफ टाइम सुरु भयो. अहिलेसम्म हाम्रो 2 मिनेट भइरहेछ. लेट्स गो गाइज. ल गाइज हाम्रो गेम पनि सक्यो यहाँ. ल अर्को हप्ता भेट्नुपर्छ. ल नाइस गेम नाइस गेम तिमीले 10,000 दिए. नाइस गेम. ल नाइस गेम पुरै भ्लगमा के हो. ल अर्को हप्ता भेटौँला है गाइज. ल किपर हैन. ल क्याप्टेन. ल अर्को हप्ता भेटौँला है. राम्रो खेल्नुपर्छ. ल गेम राम्रो भइरहेछ. हाम्रो जियोस प्रगति भइरहेछ है. ल विजन फेरि एकचोटि. ल अर्को हप्ता भेटौँ. ल ठिक छ गाइज. अब हाम्रो मुभ अन हुनुपर्छ. अब फुटसलमा मात्र बसेर नि काम छैन हैन. लाइफमा अघि बढ्नु पर्यो नि. ल बाई बाई. आज गेम कस्तो भयो त हाम्रो? बवाल भयो. तर के गर्नु हारे ड्र भयो नि आज गेम. जित्नु पर्ने गेम हारे नि. बिचमा के एकछिन निस्क्यो यिनीहरूले ल्याम ल्याम गोल खाइदिएर हो कि होइन. यो साँचो साँचो कुरा नै. सच हमेसा कड़वा होता है. तितो लाग्यो कि लागेन. सो गाइज घर गएको फुटसल सकाएर केटाले फोन गरिदियो आज हाम्रो पिकनिक छरेको यहाँबाट झर्नु मिल्दैन के हो. सो अहिले चाहिँ म यहाँ कहाँ छु हेर्नुहोस्. यहाँ गाइज यता हाम्रो दियोमागोमा छौँ. सो अहिले हाम्रो यहाँ सब खानपिन कार्यक्रम यतै हुँदैछ अरे. सो त्यही भएर माथि जानु अगाडि म तपाईँहरूलाई यहाँ एक राउन्ड घुमाइदिन्छु ल. यहाँ एकदम यहाँ चाहिँ हाम्रो पहिल्यैदेखि बनाएर राखेको हो. खासै मान्छेहरूलाई त थाहा हुँदैन होला. त त्यही भएर गाइजहरूलाई म एक राउन्ड घुमेर देखाइदिन्छु ल.
यहाँ गाइजहरू को हो ओ युवा जोसहरू पो होइन यो चाहिँ हो कि क्या हो यो को हो यो ल ल सुरुवात हानिदिइहाल्नु पाण्डे खोइ अब शनिबार सुरु हानिदिइहाल्नुपर्छ मापासी अब बिहान बिहानदेखि ल धन्यवाद सुरज भाइ गुड मर्निङ ओ यो को हो यो पनि बिहान बिहानदेखि यार निलबारै नभइकन कहाँ यहाँ आएर बसेको मन पुगिसक्यो क्या मन पुगिसक्यो सो गाइज हामी चाहिँ यहाँ हेरौँ यहाँ केही काम गरेन भनेर हामीलाई यहाँ यसलाई र मलाई आलु पकाल्नु पठाइदियो यार यार तर आलु चाहिँ ठिकै छ भन्ने मात्र पिकनिक हो क्या कम त गाह्रो हुँदैन होइन कम त काम गर्नुपर्छ यार अब हेरौँ है हाम्रो अस्ट्रेलिया यहाँ कसरी आलु धुन्छ है कोहीहरूलाई धोए जस्तै धुन्छ होला घुमाइ भाटाले ओ यसले जानेछ कि क्या हो मनिलाई कहाँ गराउनु भयो तपाईँ यस्तो पुरै एडभेन्चर हो कि के हो एडभेन्चरै भनौँ न यो पनि यत्रो 390 बोकेर डाँडा काँडै गराउनु भयो क्या हो डाँडा काँडा निलबारै गरायो भने आज तिम्रो आएनौ किनभने बिहान बिहानदेखि आज के त्यो संरक्षण के भनेर भन्थ्यो प्रोटेस्ट भन्थ्यो त्यहाँ निलबारैमा म फुटबल के गर्ने खेलाडीहरूलाई गाह्रो छैन हो मैले पहिला आफ्नो चिज जोगाउनु पर्यो बिहान बिहानदेखि अनि गराउनु भयो मन्दिरमा तर मैले एकचोटि यो मलाई RC 390 चाहियो नि अब हेलमेट छैन यहाँ हेलमेट छैन अब यो ट्राफिक जरिवानामा पर्यो अब 1000 चिज काटिन्छ हैन अनि हामी यहाँ बियर खाइन्छ के हो अनि पुलिसले के प्रहरीले काट्न पाउँछ ट्राफिक बोलाउ यहाँ म पुलिस ट्राफिक सबै मै हो आज ओ आज हाम्रो यहाँ कुक चाहिँ हाम्रो प्रकाश जी रहेछ एकदम मेहनत गर्दैछ हैन एकदम मिठो हुनु पर्यो नि के बन्दैछ यो अचार के को अचार गोब्राको अचार नि तर साँच्चै मोमो बाँच्छ यार कसम अनि यहाँ कहाँ आइपुग्यौँ यहाँ भाडा माझ्न अब यहाँ तीनजनामा को छ एकदम खतरा भाडा दिने यहाँ यो हो ल सघाइदिनुपर्छ ल गाइजर ल काममा लागिहाल्नु ल काम भनेको ठुलो सानो कहिले पनि हुँदैन थाहा छ कि छैन भाडा लगिने मान्छे चाहिँ मर्नी ल माझिने जित्नु ल एकजनाले माझो एकजनाले पखाल न त्यही अनि लान्छे मर्नी ल म तिमीहरूलाई इन्टरटेन गर्छु नि ल अब हेरौँ है त यहाँ गाइजहरूले कसरी भाँडा दिन्छ यहाँ यो काम लाग्छ नि केटीहरूले हेऱ्यो भने के थाहा यसले चाहिँ सघाउँछ दिएपछि भन्ने हुन्छ नि त्यही छ अनि नाम के हो अरे सबिन सरिन ए कमेन्टमा आइडी मागिरहेको हाम्रो बरफले पनि आज निकै मेहनत गर्दैछ कसरी चाहिँ काट्दै रहेछ भाइ बरफले आउँदैन मलाई आइरहेछ बरफले त ए वाजो ल्या होइन छ बरफले त बरफमा कम गर्दा ताउँदो होला मेरो ठग गएन अनि के हो नि यो ढिलाएको भाइ ढिलाएको कहाँ गएर थाहा छैन म त अघि आयो त अनि सँगै गएर त सँगै फुटबल खेलेर यस्तो तालले भएन है यो यहाँ एकजना यिनीहरू दुईजना भर्खर आयो है यिनीहरूलाई कारवाही गर्नु पर्यो यिनीहरूलाई है हो यो नमाग्रे यिनीहरूलाई कुन चाहिँ छुट्यायो हो कुन चाहिँ मुद्दा हो यिनीहरूलाई मुद्दामा सुद्धा केही पनि होइन अब यहाँ चाहिँ अब काम गराउने हो सजाय त्यही हो अब हामीले काम गरेर यहाँ बसेर यहाँ अब छाङ खानातिर लागिसक्यौँ हामी हाम्रो यहाँ प्रवीण एकदम थकित भएर बसिरहेको
मलाई लास गाह्रो भइरहेछ यार बिहानदेखि आएको बिहानदेखि आज साँच्ची प्रवीण चाहिँ एकदम खटेर बसिरहेछ यहाँ भयो होइन प्रवीण पानी भर्ने मान्छे किन हाँसिरहेछ पानीम्यान पानीम्यान को हो यो हो यता कि यता ल चेस चेस यता हाम्रो केशनजी हुनुहुन्छ निकै पिकनिक आएर पनि घरमा बुढीको यादले सताएर मेसेज हानेकै गरिरहेछ अघिदेखि यहाँ हाम्रो गाइजहरूको के हुँदैछ यहाँ ए शैलेन दाइ पनि भर्खर आएछ यहाँ बिहानदेखि आएको मैले त भर्खर देखेँ होइन एकदम सुरेश दाइको पनि निकै कडा मेहनत देखिरहेछ है म यहाँ केटा सबैलाई आऊ भन के को मासु हो यो सुरेश दाइ यो हाम्रो भैँसी भैँसीको के राँगा राँगाकै भैँसी भैँसीको मासु ए आम्मा यहाँ नवीन दाइले त मैले भर्खर देखेँ नवीन दाइ चेयर्स नोक्चिने हो यहाँ नोक्दिए पारस लाग्यो कसम छ्याङछ्याङ ओपी ओपी है अब लगभग हाम्रो सबै तयारी भइसक्यो होइन शैलेन दाइ के सबै तयार भइसक्यो मासु लाग्दैछ तयार हुन्छ गाडीहरू खिच्छ गाइजहरू किन ढिलो नि हाल्दा मैले भिडियो देखाउनु पर्छ वाइलेट के भिडियो के भिडियो हेर ल के भिडियो एउटा भाइले दाइलाई गिफ्ट जस्तै होला हो नि के भिडियो हेर त गाइज म मासु सकाइ है अब भ्लग धेरै हेर्दौँ अनि दाइले एउटा गिफ्ट दियोस् भाइलाई सब्सक्राइब पनि हानौँ है जेन्स भ्लगलाई सही हो आम्मा ल धेरै धेरै धन्यवाद यार यतिको सपोर्टिभ चाहिँ हुनु पर्यो है परिहाल्यो आफ्नो दाइहरूको त भइदिनै पर्यो सही हो त्यही यतिको सपोर्टिभ भाइहरू चाहिँ हुनु पर्यो है अब हाम्रो दाइलाई हेरिदिउँ राम्रोसँग सबैले सब्सक्राइब यस किन नि भर्खर किन 50 लाख घाटा परेर हामी यहाँ यो ठाउँ पुगेको 50 लाख घाटा कसरी सुरेश ल फर्स्ट भ्याग हामी अब बस्न बिल लाग्छ अनि हामी पखरामा हुन्छ के छैन अर्को साल चाहिँ अझ हाम्रै अब एकदम मध्यपुर एफसी हुन्छ अर्को यतिको हुनु पर्यो है सुरेश दाइ यतिको चाहिँ हुनु पर्यो होइन अब साउहरू सुरेश दाइहरू स्पोन्सरहरू नि अब हाम्रो त्यो भाडुको साउ पक्र्ने एउटा हाम्रोमा पर्छ मरिमा पर्छ खेलाडीहरू सबै यस्तो छ होइन हामी त दर्शक भन्ने कहाँ अब सो गाइज म चाहिँ भर्खर घर आएको होइन अब बाहिर चाहिँ पानी परिरहेछ हाम्रो पिकनिक एक तरफ अनि हाम्रो लोकेसन हन्ट एक तरफ हो अब यसो लोकेसन पनि हेर्नु पऱ्यो सो आज चाहिँ शनिबारको दिन यसो लगन खेलतिर जाउँ भनेर अब हामी चाहिँ निस्किँदैछौँ यहाँ गाइजहरू यहाँ बाहिर बसेर गयो हामीले चाहिँ यत्रो टोले थर्किने गरे सो गाइज अहिले चाहिँ कति बज्यो भन्दाखेरि अहिले चाहिँ 3 बजिसक्यो होइन सो गाइज अहिले अब हामी निस्किँदैछौँ अब हाम्रो अब बाहिर पानी परिरहेको छ होइन अब बिचमा भ्लग नै बनाउनु मिल्दैन सो सिधै अब लगन खेल गएर भेट्नुपर्छ हेलो गाइज वेलकम टु जेनिस भ्लग्स के भयो भने फेरि यहाँले ब्याट्री सकिन लागिसक्यो यहाँले मेरो भेट तानेर सो गाइज हेरौँ हाम्रो यहाँ स्ट्रगल यत्रो पानी परिरहेको बेला भने मैले बिर्सेँ यार खिच्नु पर्ने थियो त्यस्तो हाउ कुराहरू फटा कुराहरू नगरौँ होला गाइज यता हाम्रो एउटा असै साहब के पुछेको भिज्दैन काटक छ नि पाए भिज्दैन बुझ्नु परेन गाह्रो छ गाइज अब यस्तो पानी पुरा मौसममा आउने हेर त आमामा चट्टा आनन्दले 14 पोकाएर खाने टाइममा आएर हामी हेरौँ न एकदम स्ट्रगल चल्दैछ पिम्बल लेट्स गो गाइज विल मिट इन पिम्बल
So guys, we have just arrived Logan Kill. So let's go. अब हाम्रो ललितपुर हन्ट कस्तो हुन्छ हेरौँ है गाइस। तर बाफरे लास्टै भिड रहेछ यार। यो आज के जात्रा भइरहेछ हैन? के जात्रा हैन? मच्छिन्द्रनाथ जात्रा भइरहेछ। त्यही भएर बाफरे के रातो मच्छिन्द्रनाथ हैन? रातो मच्छिन्द्रनाथ हाम्रो नेवारीमा कर्णामाया भन्छ। अनि त्यो चाहिँ हाम्रो पछि सुनाउँछु, पहिला देउता त देखाऊँ। होइन मै सुनाउँछु नि, किन मलाई पनि थाहा छैन अलिकति। त्यो हाम्रो कर्णामय भनेको चाहिँ अब किन पूजा गर्छौँ हामी त्यसलाई भन्दाखेरि चाहिँ यो असारमा पानी परेन भने त्यो पानी पार्नलाई होइन। के हो त माइक खोइ त यहाँको प्लिज एक्सप्लेन। ल कसरी माइक मैले अघि घरमा निकालेर माइक यहाँभित्र छ। So Premal, can you please explain what is Machindranath? I don't know much about this, Okay. But what I know is you say one of the longest, most longest chariot festival of Nepal. नेपालमा चाहिँ एकदम longest हो। Longest chariot festival of Nepal. लङ्गेस्ट फेस्टिभलै नि Festival हैन, त्यही त। रत्तानी हो हैन? त्यो चाहिँ खासमा किन भन्दा नेपालमा एक्चुअली एकदम लङ टाइमको लागि ड्राउट भएको थियो रे के। त्यो भनेको चाहिँ हाम्रो नेपालले के भन्छ त्यसलाई, ड्राउटलाई अनि के रे सुखापन खडे हो र त्यसै केही नेपालीमा भन्न आएन, सरी फर द्याट। अनि गगन गर्दै अनि त्यो लगान फिल्ममा जस्तो। अनि हाम्रो यताको हाम्रो यताको के भन्छ के महेन्द्रको पाला हो होइन है? छ्या सरी है, त्यहाँसम्म किन चाहियो? ल जोस् सर्टमा एक्सप्लेन गर न। जोस् हाम्रो नेपालको राजा जो हुनुहुन्थ्यो त्यो पालीमा, हाम्रो नेपालको राजा एकजना, अनि त्यसपछि राजाले चाहिँ टक्कल भएन भनेर अनि तिनै ठाउँको पुजारीहरू बोलाएर भक्तपुरको यताको होइन, अनि उता काठमाडौँको पुजारीहरू बोलाएर के भन्छ इन्डिया गएर अनि त्यसपछि त्यहाँ इन्डियाबाट ल्यायो हो नि त होइन? इन्डियाबाट चाहिँ अनि पछि हाम्रो यो कर्णामाई चाहिँ लिएर आउनु भएको, अनि यहाँ आएर स्थापना गरिसकेपछि अनि पछि ब्याक द रेन वाज ब्याक। इन्डियाबाट बोलाएको हो र? अनि के त नि त्यस्तो मलाई पनि थाहा छैन है गाइस। यो चाहिँ मैले आज भर्खर थाहा पाएँ। हिस्ट्रीको अब पढ्ने बेला सुतेर बसिन्छ। हिस्ट्री कहाँ? हिस्ट्रीमा यस्तो मच्छिन्द्रनाथ कहाँ सिकाउँछ त? मच्छिन्द्रनाथ भनेको गोरखनाथको सबैभन्दा ठुलो भक्त अरे के, गोरखनाथको होइन। अनि पछि मच्छिन्द्रनाथलाई चाहिँ शिवको रूप भन्दा पनि शिव जस्तै गरेर मान्छ के ग्रन्थहरूमा चाहिँ है। फेरि त्यो पनि छ फेरि मच्छिन्द्रनाथ भनेर। सो द्याट्स द स्टोरी बिहाइन्ड, सर्ट स्टोरी। थ्याङ्क यू। ओके, हामीले अब थाहा नभएको कुराहरू थाहा पायौँ होइन। अब हाम्रो माख्रेलाई यस विषयमा के थाहा छ? ल हामीलाई त के, मलाई त त्यति साह्रो जानकारी छैन होइन, त्यति धेरै जानकारी छैन। म चाहिँ पहिला यहाँ होइन कर्णामाई देव भन्नुभन्दा पनि यहाँ जू आउन पाइन्छ भनेर चाहिँ आउने गर्छु है म चाहिँ। हो यहाँ हामीलाई त पहिला देउटा भन्दा पनि जू प्यारो होस्, बाघ हेर्न पाइन्छ, भालु हेर्न पाइन्छ होइन, क्रोकोडाइल। अनि अरू के अरू अब त्यही चराचुरुङ्गी, चिम्पान्जी, राइनो होइन, मङ्की, वान हर्न राइनोसेरोस होइन। So guys, we have reached. So guys, अब इङ्ग्लिसमा नबोलौँ होला होइन, हामी चाहिँ यहाँ आइपुग्यौँ। So guys हेरौँ है, यहाँ यहीँ रहेछ यार ठ्याक्कै। सो गाइज हेरौँ है त हाम्रो क्यामेराको फुटेज कहाँ जान्छ। अब ए हाम्रो माक्रा चढिसक्यो। ओ अहिले बोल्दै यसको ओर्जी निस्क्यो रे। सधैँ हुन्छ सर। अनि तपाईँ के छुट्टीमा हो कि के हो? म त अहिले यतै आइसकेँ सर। कुन ठाउँ? जनसेवा अहिले एफिस ट्रेनिङमा छु म। कुन ट्रेनिङ? एफिस भने अटोमेटिक फिङ्गरप्रिन्ट आइडेन्टिफिकेसन सिस्टम। भनौँ न, म त धेरै जाने होला। अनि यो केमा हाल्नुहुन्छ तपाईँले? कुन यो? उहाँको ब्लग भिडियोमा हो।
फोटो खिच्न मिल्छ मिल्दैन फोटो खिचेर त मलाई WhatsApp मा त गर्दिन फोटो फोटो थौ मैले मतलब थौ मैले ऊ त्यहाँ तपाईँको मोबाइलबाट ल्याऊ मेरो राम्रो छैन के हैन यसबाट खिच्ने पछि फोटोमा हाल्दैन सबै हुन्छ ए हुन्छ 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 सकिन्छ हुन्छ हुन्छ म हालिदिउँला नि हजुरलाई तपाईँको नम्बर त थियो मेरो मोबाइल चेन्ज भयो हैन म हेर्छु मसँग छ होला हजुरको त्यही पुरानो नम्बर हो एकदम सही होला रोनित माका राखेको छ त्यहाँ 831 हैन त्यही हो मेरो नम्बर चेन्ज भयो यस्तो के छ ल हस् तिमी बेल्ट के लाग्छ बेल्ट त लाग्यो छैन छालाको बेल छैन छैन के सम्म ल नदेख्नु तपाईँ त यहीँ भन्नु है म चाहिँ आउँछु भने मसँग छ हजुरको ओके ल पछि तपाईँको WhatsApp होला नि हैन आउनु त आउनु कहाँबाट जाने त खोइ ढोक्नु मिल्छ नि होइन मजाले मिल्दैन यहाँ भिड छ क्या मेरो भयो नि मिलाएर गर्ने सो गाइस यो चाहिँ मेरो फर्स्ट टाइम हो यो खै दाइ मिल्छ खै म त्यो उता जानु पर्यो मैले चाहिँ उता जानु मिल्छ मिल्दैन मिल्दैन भयो नि त त्यही त भयो म यहीँबाट मात्र भयो ल भयो हस् धन्यवाद यहाँबाट नि यस्तो यहाँबाट चाहिँ देख्दो रहेछ ल सो गाइस दिस इज माई फर्स्ट टाइम है यो सर ल एकदम धेरै धेरै धन्यवाद है तपाईँलाई यसो यो ब्लग छ नि हुन त के कुन ब्लग भन्नु त म नामले सेभ गर्छु जेनिस ब्लग्स भनेर हो जेनिस ब्लग हजुर बरु डाइरेक्ट मेरो ब्लगै हेर्दा हुन्छ तपाईँले अब भइगयो अब साथी सो गाइस दिस इज माई फर्स्ट टाइम है भेरी भेरी थ्याङ्क यू त हाम्रो पुलिस दाइलाई एकदम धेरै धेरै धन्यवाद पुलिस साथीलाई सो गाइजहरूलाई कस्तो लाग्यो मङ्गल बजार आएको सक्षम भयो यार कर्ममै दर्शन गर्न पायो आज चाहिँ हाम्रो लोकेसन भेट्ला जस्तै छ है होइन तर यार गाइस साँच्ची भन्नुपर्दा हाम्रो एकदम फर्स्ट टाइम एक्सपिरियन्स लाइफ टाइम एक्सपिरियन्स हो यसरी चढेर चाहिँ माथि हेर्नु तिमीलाई बेल्ट पनि फैल्न लाग्यो एकदम भेरी भेरी थ्याङ्कफुल थियो हाम्रो मिस्टर रोनित माकाज्यू जसले हामीलाई एकदम माथि पुर्याइदिनुमा धेरै धेरै सहयोग गर्नुभयो सक्षम भयो यार कर्ममै दर्शन गर्न पायो ल आज पहिलोचोटिमा असै काम लाग्यो हामीलाई भन्नु नपर्ने थियो हेलमेट म बेल्ट लाउँछु यार कस्तो लाग्यो त एक्सपिरियन्स कस्तो लाग्यो मेरो मलाई त एकदम डिभाइन एक्सपिरियन्स भयो उहाँको है एकदम लाइफ टाइम यता नि घुमाउन यता नि एकदम घुमाउन आइज आमामा यहाँ सब रेडी भइरहेको छ फेरि तान्नुलाई यार होइन यो चाहिँ के हो यता चाहिँ यो चाहिँ ठुलो ठुलो रातो मसिन्द्रनाथ होइन यो रातो मसिन्द्र यो के हो नि यो सानो हो के तर सेतो चाहिँ होइन है फेरि मान्छेहरूलाई सोध्नु कहाँ त्यो छुट्यो चुकाdio अलि वो बुगुdio ए त्यो चाहिँ चुर मनपट्टि ला त्यो चुर मन चुरमा ख चुरमा जस्तै नापो हावा नसानो ल कसो चाहिने जाउले छिनी लेन चाहिने लोसन माने लोसे अले ल्याउई आठोला लौ है तब ये माने आठो थलो चाहिने सुनारा तब ये माने सुनारा त्या आठो सुनारा तब छिनीगा अले सुनारा त छ जे हो कोस पेलो चाहिने लौ है थोखलेंगे थनो चाहिँ गर्न सक्छ सुनारा थो सुनारा तब यहाँ जाको मागा अले नस चाहिने यहाँ बेलियो छेलो पाग्ने रियो चाहिँ थो छेलको इनाम गाछि ए थो चाहिँ अहिले थो सालियो ल थो चाहिँ थो साला चाहिँ
60 रुपियाँ त 8 रुपियाँ ये चलिए और सुनना है यहाँ जाके वो 60 चलिए हाँ वही हिसाब में चलिए आज चिला वो शेलबुड हीरो दूची शेलबुड शुला आखलो चलो बस वो शेलबुड ये ना सकलो वो भी दूंगा तो मेन मुख्य जाते कोने का काशा सुनिए जानो यहाँ पर उन्हें मुझे लासा शेल पानी हीरो दूंगा अरे ना निको शेल पूरी है मलियोगा खानो श्री निको ये मलियोगा धन्यवाद हेलो जेनिस ब्लग्स ल हेलो सब्सक्राइब गर्दै है सबैजना जेनिस 99 हैन जेनिस ब्लग्स मात्रै हो है जेनिस ब्लग्स सबैले माया गरिदिनु होला लाइक गाइज अब हामी चाहिँ यहाँबाट मुभ अन हुनुपर्छ होइन अब यहीँ बसेर हुँदैन हामी चाहिँ खास यहाँ आउनु त अब हन्ट गर्न आउँछु लोकेसन हन्ट आएको हो होइन अब हेरौँ अब यहाँ के पाउँछ यहाँ ब्याट्री 40% बाँकी छ सो लेट्स गो गाइज अब लोकेसनमा पुगेपछि डेस्टिनेसन पुगेपछि देखाउँछु ल सी यू गाइज एकछिनमा टुडा जम्मै म यो फेरि रिकर्ड गरेँ ब्याट्री सकिनला यार यसको 36% त्यही त होइन भाइले एकचोटि कल गर के बरु हामीलाई यसो गाह्रो हुन्छ फेरि एकचोटि कल गर कल गरेर पनि भिडियो लिएन लट अफ पिपल दियो है दियो यसले मार्केट खाना जस्तै छ अहिले किन भने होला अझै किन बनाउने कतै त होला पछि नफोन अन्टार हेलो के छ के छ छैन ल ठिक छ आज भनेको हामीलाई भगवान्ले लाऊ मेरो बच्चाहरू दर्शन मात्र गर्न हो आज किनभने आज अब स्याटरडे भयो म्याक्सिमम पसल बन्द छ अनि वी फिल लाइक एभ्री अदर सप इज यु नो भ्याकेन्ट त्यसो फिल भइरहेछ मलाई तर स्टिल वी आर ट्राइङ आवर बेस्ट लेट्स सी आधी 1 घन्टा पछिको वाक पछि बल्ल एउटा यहाँ टुलेट भेटेँ गाइज म त ल्यापाक्स भइसक्यो यस एकछिन 5 मिनटको लागि भयो भने खुसी मिल्यो यार यहाँ पनि रहेछ यार यो के हो यो बिक्रीमा हो कि टुलेट हो कि के हो हेरौँ है यहाँको त अलिकति हो कि क्या हो टाइपको छ त हो त यार यो पनि टुलेट हो यार हो मेरो मोबाइल कहाँ छ गाइज फाइनल्ली एकदम ए 4:45 भइसक्यो भनेपछि हामी कति 2 बजीतिर निस्क्यो होला यार 2.5 घन्टाको यात्रापछि बल्ल 2टा टुलेट भेटायो यार यहाँ के भने कुरा यस्तो हुन्छ कि यो सटर चाहिँ साइडमा क्याफे खोलेको छ नि लेन चाहिँ त्यति नै छ होइन अब यो दुईटा सटरमा चाहिँ एउटा सानो छ नि त होइन त्यो कारणले त्यो क्याफेमा चाहिँ दुईटा सटरको चाहिँ 20,000 रे यो हामीले दुईटा लियो भने चाहिँ 18,000 सम्म भनेको छ हामीले 18 सम्म चाहिँ गर्न सकिन्छ अनि कसरी यो दुईटै एउटै एट्याच हो रे एट्याच हो रे खुल्लै हो त्यही त भने सँगै ओपनै हो र त्यो नभए त्यहाँ हामीले वाललाई यति गरेर यसलाई किसिम त्यसलाई त्यो गर्नु मिल्यो अनि के यहाँको चाबी चाहिँ कोसँग छ अरे चाबी त छैन त्यो मान्छे चाहिँ अहिले आउँदैन भने जस्तो कुरा गर्यो
अनि हेर्नलाई चाहिँ त्यसको जति ठाउँ छ त्यति नै छ त्यो हेर्नु भन्नुभयो त्यत्रै हो रे हेरौँ त एकचोटि आइज विथ चाहिँ छैन है फेरि हामीलाई यो कस्तो हुन्छ भने भित्र लेन चाहिँ यत्रो ठुलो चाहिँ छैन यो यस्तै छैन, होला width चाहिँ हैन छैन। यो त्यहाँ छ योभन्दा अलिक ठुलो रहेछ ओके लेट्स सी गाइज हेरौँ न त्यहाँ गएर हेरौँ न आइज सो गाइज यो चाहिँ साइडको होला यता साइडको स्पेस पनि यत्रै रहेछ तर खासै पुग्दैन होला यार यत्रो होइन यही अलिकति यति चाहिँ ठिक थियो होला अब यति भएको चाहिँ ठिक हुन्थ्यो त्यही त उताको त सानो छ यार सो गाइज यताको स्पेस त अलिकति सानो सानै लाग्यो होइन यताको एकचोटि हेरौँ यताको पनि चाबी यता छ अरे क्या फार्मेसीमा छ अरे हेर्नु मलाई चाहिँ मलाई हेरौँ न हो र यो अलिक भित्र लाग्यो क्या मलाई होइन हेरेर के हुन्छ हेरौँ भने मलाई हुन्छ ल एटलिस्ट खालि सो गाइज दिस इज आवर नेक्स्ट डेस्टिनेसन है यो प्लाईहरू चाहिँदैन भने निकाल्दा नै हुन्छ अरे क्या सोकेस रहेछ यार यो त खानामा यति यति जति ग्रिल त्यहाँ टेबल हाल्नु हुन्छ यो सबै निकाल्नु मिल्छ अरे क्या मलाई लोकेसनै मन परेन सो गाइज नेक्स्ट डेस्टिनेसन यो नि अप्सन मारे हो गाइजहरूको अब हेर्दै जाउँ कस्तो चाहिँ लोकेसन भेट्छ हो यहाँ यहाँ पुरा दुखेर आइसक्यो यार शनिबार भर बन्द गरायो भने के हो खाली कुनै पनि खाली छैन यो खाली हो त भने क्या यो शनिबार भर बन्द खोला र है मुखमा सुर्ती छ कि के हो ललितपुर हन त एकदम बवाल भइरहेछ हौ पुरै होइन माग्रे कस्तो भइरहेछ ललितपुर हन गाइजहरू कस्तो भइरहेछ ललितपुर हन कस्तो भइरहेछ अलिकति सिम्स लाइक होपफुल होपफुल है प्लेस गिभ्स अ बिट होप त्यही त जस ठाउँहरू त रहेछ है अब यहाँ त होइन मतलब हेरौँ अब यहाँ त हामी भर्खर आएको छौँ अब यहाँ हाम्रो सर्वे जारी छ यहाँ सो लेट्स गो अब कहाँबाट सुरु गरौँ लेफ्ट कि राइट यताबाट सो लेट्स गो माख्रे गुहरू क्या हो किन यस्तो मुख बनाएर राखेको सो गाइज लुक हुज हियर के छ ब्रो ठिक छ यार त्यस्तै एकदम ठिक छ पुया खाना उठाएगा पुया मुख हो ए तिमीलाई पनि त्यहाँ इन्भिटेसन छ त यार पोरे खाना होगा हामी कहाँ आइपुग्यौँ वेयर वी आर यहाँ हेरौँ गाइजहरूको यहाँ I don't know this place, but somewhere in Lalitpur. ओ दियो है यसले इङ्ग्लिस अङ्ग्रेजी बोलेको I don't know this place, but somewhere in Lalitpur we are. हामी त यहाँ चिया खान आएको मैले थकित भएर एकदम ब्याट्री पनि 10% बाँकी रहेछ अनि हाम्रो पनि ब्याट्री ओन्ली 2% बाँकी छ अब यस आजको यात्रा तर फलदायी भयो नि त हो कि होइन एकदमै कुमारी मालाई ए म कर्णामाई देवतासँग धने लान्छे प्रार्थना दर्शन याद त हाम्रो यो यात्रै फलदायी भयो क्या आजको लागि चाहिँ ल यति भन्दै आजको 2 शब्द हाम्रो यहीँ टुङ्गेछ है गाइज सो गाइज अब एन्ड दिस इज द एन्ड अफ द ब्लग म त लास्ट लापाक्सै भइसक्यो एकदम टायर्ड भइसक्यो होइन म त सो गाइज आजलाई यति नै अब सी अन नेक्स्ट भिडियो गाइज म त बोल्ने नै इनर्जी सकिसक्यो फेरि एकचोटि मात्र फेरि एकचोटि मात्र प्लिज छोटो लास्ट प्लिज 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 सो गाइज बाई बाई सी अन नेक्स्ट भिडियो यसरी नै हाम्रो भिडियो हेर्दै गर्नु होला माया देखाउँदै गर्नु होला लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला बाई बाई